राजावादी आन्दोलनका क्रममा शुक्रबार 2 जनाको ज्यान गएको छ। एकजनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो भने एकजनाको आगजनी भएको घरमा निसासिएर मृत्यु भएको हो। तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौँ कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। घाँटीमा गोली लागेका महर्जनको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो। त्रिवी शिक्षण अस्पतालका निर्देशक डाक्टर सुभाष आचार्यले गम्भीर घाइते अवस्थामा 4:30 बजे अस्पताल ल्याउँदा नै महर्जनको मृत्यु भइसकेको जानकारी दिनुभएको हो। त्यस्तै तीनकुने स्थित एक घरमा भएको आगजनीमा परेर एभेन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको हो। उक्त भवनमा आन्दोलनको भिडियो खिचिरहेका बेला अचानक आग लागि भएकोमा बाहिर निस्कन नपाएर निसासिएर उहाँको मृत्यु भएको उल्लेख गरिएको छ। उहाँ त्यहाँ थुनिएको खबर प्रहरी र काठमाडौँका सिडिओलाई समेत सम्पर्क गर्दा उद्धार नगरिएको एभेन्यूज टेलिभिजनले जनाएको छ। प्रदर्शनका क्रममा अन्य 25 जना घाइते भएका छन् भने उनीहरूलाई उपचारका लागि सिनामङ्गल स्थित केएमसी अस्पतालमा राखिएको छ भने घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले बताउनु भएको छ। घाइते मध्ये केही सुरक्षाकर्मी पनि रहेको अस्पतालले जनाएको छ।